एभ्रिवान सबैजनालाई वेलकम छ मेरो भिडियोमा। र साथीहरू अहिले चाहिँ म नानीलाई लिएर हस्पिटल जाँदैछु किनभने 3-4 दिन भयो क्या रेगुलर ज्वरो आएको आयो मतलब दिनभरि ठिकै हुन्छ खेल्छ हैन, तर राति भएपछि चाहिँ फेरि ज्वरो आउन थाल्यो। 3-4 घण्टा ज्वरो आउँछ अनि फेरि छोड्छ। त्यस्तो हुन्छ। हिजो झारफुक पनि गर्यो। अन्त अब आज चाहिँ डाक्टरकोमा लिएर गएर ब्लड टेस्टहरू गर्नु पर्यो भनेर निस्केको। र साथीहरू म मात्रै हो कि यस्तो हुने, तपाईहरु पनि त्यस्तै हुन्छ। मेरो चाहिँ लिपस्टिक लगायो भने यत्तिकै खाएर नै सक्छु। अहिले हेर्नुस् न, अब यहाँको सक्यो, अब यहाँको छ, यो पनि एकछिनमा मालबजार पुग्दा खतम हुन्छ होला यहाँनिर बिमारी मान्छे चाहिँ हो। यार आयो ऊ एकछिन बस्नु मान्दैन। अब त्यो ज्वरो आएकैले होला उसलाई एकदम क्या नभनेको पनि आज 7 दिन जस्तो भइसक्यो। एकछिन आउँछ छोड्छ, 3-4 घण्टा आउँछ छोड्छ, ज्वरो त्यस्तो भइरहेछ क्या। अन्त डर लाग्नु थाल्यो, त्यस्तो आएको राम्रो होइन हैन। अन्त चाहिँ अब गाडी आउन आँट्यो, अन्त देखाइहाल्नु पर्छ भनेर